दिदी तपाईकोमा के सब्जीहरू छ? मेरोमा हजुर। आलु, निगुरो, मुन्टा। ए मुन्टा पनि रहेछ है। आलु कसरी केजी छ हौ? आलु 60 रुपैयाँ। 60 रुपैयाँ केजी हो? 60 रुपैयाँ अलिक सस्तो हुँदैन? कति? म 1 केजी लानु थियो, अलिक सस्तो गरिदिनुहोस् न। 1 केजी? अनि यो निगुरो चाहिँ कसरी छ? हजुर। निगुरो 20 रुपैयाँ। ए निगुरो 20 रुपैयाँ बिटा हो? ए यो मुन्टा कहाँबाट ल्याउनु भएको तपाईँले? ए सिलगढीको होइन होला, यो मुन्टा त खामदुङको जस्तो लाग्दैछ मलाई त। कसरी के छ मुन्टा चाहिँ? कसरी बिटा बेच्नु हुँदैछ? 50 रुपैयाँ। ए 50 रुपैयाँ हो? हुन्छ, मलाई यो 1 बिटा दिनुहोस् ल मुन्टा। अनि उयो त्यो कालो प्लास्टिकमा चाहिँ के छ? कालो प्लास्टिकमा हजुर। गुन्द्रुक। ए गुन्द्रुक पनि बेच्नुहुन्छ तपाईँ? कहाँबाट ल्याउनु भएको यो गुन्द्रुक चाहिँ बेच्न? सिङतामबाट ल्याउनु भएको? ए कसरी केजी छ गुन्द्रुक चाहिँ? गुन्द्रुक 50। ए 50 रुपैयाँको? 50 रुपैयाँ प्याकेट दिनुहुन्छ? ए त्यो पनि मलाई 1 प्याकेट हालिदिनुहोस् ल त्यसो भए। खोलेर मलाई अलिकति दिनुहोस् न। ए डल्लै प्याकेटै लिनुपर्छ? ए हुन्छ, त्यसो भए लान्छु नि ल, मलाई त्यो पनि हालिदिनुहोस्। झोला छैन तपाईँकोमा? हो केमा हालेर लैजाउँ त त्यसो भए? हुन्छ, म झोला लिएर आउँछु ल अर्को दोकानबाट, राखिदिइराख्नुहोस् मलाई।